हेलो एभ्रिवान वेलकम टु माई भ्लग है फेरि अर्को भ्लग लिएर उपस्थित भएको छु म आज चाहिँ म बिहान जिम जान लागेको छु है। अस्ति चाहिँ इभिनिङको जिम मैले हजुरहरूलाई देखाइहालेँ। आज चाहिँ म मर्निङको जिम गर्न लागेको छु किनकि कहिलेकाहीँ म टाइमले नभन्दाखेरि चाहिँ बिहान पनि गरिदिन्छु। बिहान चाहिँ अलिकति फ्रेस फिल हुन्छ है मलाई चाहिँ इभिनिङ टाइममा भन्दा नि बिहान चाहिँ अलिकति इनर्जी पनि आएको हुन्छ। दिउँसो टाइममा चाहिँ गर्मी हुन्छ है, गर्मीको सिजन आउन आँटिसक्यो। मेरो भिडियो चाहिँ आजको लागि चाहिँ स्पेसली जिमको लागि बनाउँदैछु। मैले लगभग सबै रेडी गरेँ है। मेरो प्रोटिन सेक है यो पनि रेडी छु जिम जानको लागि। अब यो पनि रेडी गरेँ है। ल म चाहिँ यहाँनिर सुकिधारा चोक आइपुगेँ है। यता माथिबाट चाहिँ इचङ्गु नारायण मन्दिर जाने बाटो हो। यो चाहिँ सुकिधारा चोक भन्छ यसलाई चाहिँ है। पुरानो कोही चौतारा पुल पनि भन्छ। यो तलतिर चाहिँ आदेश्वर मन्दिर जाने बाटो हो। यहाँ सिधा पाइला पनि पुग्छ है, तल सिधै डाइरेक्ट गयो भने। यताबाट चाहिँ सिङ्गल ट्री हलचोक गैरीगाउँ जाने बाटो है। लगाइस म चाहिँ कन्टिन्यू हिँड्दैछु। अब यहाँबाट लगभग करिब मेरो जिम फिटनेस सेन्टर लगभग 5 मिनटको बाटो है, धेरै टाढो छैन है। मात्र 5 मिनटको बाटो हो। अहिले चाहिँ बिहानको 7:45 भएको छ है। अलिकति ढिला भयो जस्तो लाग्यो। 7:30 मा पुगिहाल्दा पनि रमाइलो हुन्थ्यो। त्यहाँनिर अलिकति हुन त बिहान अलिकति रस आवर पनि प्याक हुन्छ है। त्यही भएर बिहान पनि अलिकति लेट गयो भने चाहिँ खाली हुन्छ। ओ दोस्त गुड मर्निङ यार, भिडियो बनाउँदै म चाहिँ हिँड्दैछु है। ओ चुप भुक्छस् भुक्छस् कुकुरले बिहान भुक्छ यार, के भयो कुकुर। हेर है म चाहिँ हिँड्दैछु। आज चाहिँ हिजो अस्तितिर भन्दा अलिक चिसो लाग्यो मलाई चाहिँ, अलिकति चिसो फिल भयो। अलिकति टेम्परेचर फेरि गर्मी आउन आँटे भन्छ है, त्यही पनि अलिकति चिसो फिल हुँदो रहेछ। किन हो अब सायद गर्मी आउन आँटेको हेर्नु होला, चिसो तातो भइरहन्छ। 5 मिनट भन्दाखेरि लगभग फटाफट हिँड्ने 5 मिनटमा आइपुग्दो रहेछ मेरो जिम चाहिँ। गाइस फाइनली हामी चाहिँ मेरो जिम सेन्टर आइपुग्यो है, द फोर्स फिटनेस सेन्टर है। गाइस म चाहिँ वर्कआउट सुरु गर्न लागेको छु है। फर्स्टमा चाहिँ वार्मअप गर्छु, हल्का बडीलाई तताउँछु। त्यसपछि चाहिँ आज म ट्राइसेप हान्ने प्लान छु है। ट्राइसेप सुरु गर्छु। 5-10 मिनट चाहिँ हामीले वर्कआउट गर्नुभन्दा अगाडि चाहिँ वार्मअप गर्नुपर्छ है। त्यसले चाहिँ अलिकति हामीलाई जिउहरू फ्लेक्जिबल बनाउँछ, अलिकति हिट गर्छ। त्यसपछि चाहिँ हामीले जब वर्कआउट गर्छ त्यसपछि हामीलाई चाहिँ जस निज पेनहरू, अब एल्बो पेनहरू होइन, अब जुन हड्डीको जोड हुन्छ नि त्यसमा अलिक असर गर्दैन। त्यही भएर हल्का वार्मअप गर्छु। त्यसपछि चाहिँ म सुरु गर्छु है। किक वाचिङ है। म चाहिँ फर्स्टमा के अरे केबल फुल डाउन ट्राइसेपको गर्दैछु है। फर्स्टमा यसबाट सुरु गर्छु, त्यसपछि चाहिँ म अन्य पनि अरू पनि कन्टिन्यू गर्छु।
यसमा चाहिँ हामीले 3 सेट गर्न सकिन्छ है। अब कुनैले 4 सेट पनि गर्नु छ यसमा चाहिँ हैन। यो चाहिँ म हजुरहरूलाई गरेर देखाउँछु है। हेरिराख्नु होला, भिडियो कन्टिन्यू गर्नु होला। मैले चाहिँ आज जिममा दाइको ट्राइपोड पनि पाएको थिएँ, त्यही भएर ट्राइपोडले गर्दा अलिक सजिलो भयो मलाई भिडियो बनाउन है। कहिलेकाहीँ चाहिँ यहाँ दाइले भिडियोहरू टिकटकहरू बनाउनलाई कहिलेकाहीँ कमेडी भिडियो बनाउन चाहिँ ट्राइपोड युज गर्नुहुन्छ दाइले, त्यही ट्राइपोड मैले युज गर्दैछु। त्यही भएर मलाई सजिलो भयो भिडियो बनाउनलाई है। त्यसले गर्नुलाई
गाइस फाइनल्ली मैले चाहिँ मेरो वर्कआउट सिधेँ है। अझ चाहिँ म चाहिँ निस्किँदैछु यहाँबाट। लगभग हाम्रो साथीभाइहरू चाहिँ कन्टिन्यू हान्दैछ है। मेरो चाहिँ लगभग वर्कआउट सिध्यो। आज चाहिँ मैले ट्राइसेप्सको हल्का एक्सर्साइज गर्दाखेरि गरेँ है। अलिकति टायर्ड फिल पनि भयो किनकि अब ट्राइसेपमा चाहिँ अलिकति गाह्रो पनि हुन्छ, अलिक मजा पनि आउँछ। प्लस अब बिहानको मैले प्रायः जस्तो बिहान गर्दिनँ, त्यही भएर नि ह्याबिट नभएर नि होला सायद होइन, त्यही भएर मलाई गाह्रो फिल भएको। तर एज अ ओभरअल बिहान मर्निङमा एक्सर्साइज गर्दा अलिकति रिफ्रेस हुन्छ, फ्रेस हुन्छ है। त्यो चाहिँ मलाई अलिकति रमाइलो लाग्यो। अब आफूलाई अलिक एक्टिभ फिल भएको भयो। अब हजुरहरूलाई पनि अलिकति एक्टिभ हेल्दी चाहनुहुन्छ भने चाहिँ एभ्रिडे वर्कआउट्स गर्नुहोस् है। हेल्दीको लागि चाहिँ हेल्दी लिभिङ बस्नुको लागि चाहिँ हामीले चाहिँ एक्सर्साइज चाहिँ भेरी इम्पोर्टेन्ट छ है। एक्सर्साइजले गर्दाखेरि चाहिँ विभिन्न हाम्रो डेली अब विभिन्न किसिमको हामीले खाना खान्छौँ नि, त्यसलाई डाइजेस्ट गर्नलाई अथवा हाम्रो बडीलाई एक्टिभेसन गर्नलाई होइन, एक्सर्साइज भेरी इम्पोर्टेन्ट है। किनकि अब जब हामीले एक्सर्साइज गर्छ होइन, तब चाहिँ हामीलाई रिफ्रेस फिल भएको हुन्छ होइन। तब हामीले एक्सर्साइज नगर्दा चाहिँ धेरै अलिकति अल्छीपना जस्तो होइन, अलिकति कता के गाह्रो भएको जस्तो होइन, अलिकति डाइजेस्ट नभएको जस्तो हुन्छ। त्यही भएर एक्सर्साइज चाहिँ भेरी इम्पोर्टेन्ट है। म चाहिँ त्यो भन्छु है। मलाई चाहिँ अहिलेको समयमा चाहिँ 2025को टाइममा चाहिँ म्याक्सिमम् मान्छेहरूले चाहिँ आफ्नो सेड्युलहरू होइन काम व्यस्तताले गर्दा बिजी भइरहेको हुन्छ। त्यति बेला चाहिँ अब प्रायः जस्तो मान्छेहरू वर्कआउटहरू गर्दैन, एक्सर्साइज गर्दैन होइन। आफ्नै काममा व्यस्त भएको कारणले विशेष गरी त्यस्ता व्यक्तिहरूलाई चाहिँ एक्सर्साइज वर्कआउटहरू एकदम इम्पोर्टेन्ट छ क्या। किनकि हेल्दी हुनु पऱ्यो होइन। अहिलेको खानपानहरू विभिन्न अब हाम्रो खानपानमा पनि खासै राम्रो हुँदैन, हरेक कुरामा मिसावट भेटिन्छ हामीले होइन। त्यसमा भयो अनि अब हाम्रो लाइफस्टाइल पनि त्यस्तै छ। एभ्रिडे सेड्युल बिजी सेड्युल हुन्छ प्रायः जस्तोको, आफ्नो काममा जाने होइन, आफ्नो काममा आउने, एक्सर्साइज हुँदैन, गाडीमा बाइकमा ट्राभल गर्ने। त्यही कारणले चाहिँ अब हामीलाई चाहिँ खासै अलिकति एक्सर्साइज गर्ने टाइम मिल्दैन। किनकि अब हरेक मान्छेहरू सुविधा सम्पन्नहरूले प्रायः जस्तो अलिकति लग्जरी लाइफै खोज्छन् सबैजना। अलिकति हिँड्नु पऱ्यो भने बाइकमा अलिकति पर जानु पऱ्यो भने अब पठाउमा होइन, अहिले त एभाइलेबल हरेक चिज छ नि सर्भिस हामीलाई। पठाउ राइडरहरूमा जानु खोज्छ होइन। अलिकति तपाईँको लगभग 1 किलोमिटर 1.5 किलोमिटर हिँड्न पनि मान्छेले पठाउलाई रोड छ है प्रायः जस्तो, मलाई चाहिँ त्यो लाग्छ। त्यही भएर चाहिँ पठाउको लागि चाहिँ अब हामीले पठाउ ड्राइभमा हिँड्नुभन्दा बरु पैदल यात्रा गरेको धेरै राम्रो है। किनकि अब एक्सर्साइज पनि हुन्छ, इनर्जी पनि क्यालोरिज पनि बर्न हुन्छ है। अब त्यही भएर मैले चाहिँ करिब पनि 1 इयर जस्तो भयो कन्टिन्यू एक्सर्साइज गर्न थालेको है। अलिकति त्यसमा चाहिँ मलाई चेन्जेस पनि आएको फिल भयो मलाई चाहिँ है। किनकि अब अलिकति एक्टिभ भएको जस्तो, अलिकति हेल्दी भएको जस्तो फिल पनि मलाई त्यस्तो फिल भयो। त्यही भएर म चाहिँ भन्न चाहन्छु कि अहिलेको बिजी लाइफ सेड्युलमा चाहिँ एक्सर्साइज इज भेरी इम्पोर्टेन्ट है। एक्सर्साइज इज भेरी इम्पोर्टेन्ट। त्यही भएर तपाईँहरू पनि आफ्नो वर्कआउट एक्सर्साइजहरू चाहिँ कन्टिन्यू गर्नु होला, ताकि आफ्नो हेल्थ राम्रो होस्, आफ्नो हेल्थ कन्डिसन एकदम ब्यालेन्समा होस् है। त्यही भएर म चाहिँ भर्खरै एक्सर्साइज वर्कआउट गरेर आउँदै फर्किँदैछु है। अब म चाहिँ लगभग घर आइपुग्न आँट्यो। अब लगभग 2-3 मिनटमा घर पुग्छु। यति भन्दै आजको भिडियोमा चाहिँ म भिडियो इन्डिङ गर्न चाहन्छु है। गाइस थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो, थ्याङ्क यू सो मच फर लभ है। प्लिज नयाँ भ्युवर्स हुनुहुन्छ भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, साथसाथमा कमेन्ट पनि गर्नुहोस् होला है। थ्याङ्क यू सो मच।